हेलो हेलो नमस्ते। हेर्नुहोस् है त साथीहरू, फाइनल लुक मेरो नन्दा आफ्नो हस्बेन्डसँग बोलेर मेरो दाइसँग बोलेर मस्किँदै हुनुहुन्छ है त साथीहरू। एकदमै उतातिर म अहिले पछि देखाउने छु। यहाँनिर खानाको रेडी हुँदैछ है त। हामीहरूको बर्थडे भ्लग भोलि जान्छ। मेरो छोरी नानीका पुरी हाल्दैछ, मम्मीले खाना बनाएको यो सरी बेटा त माइजू मामा आन्टी हजुरआमा सबै छन् हाम्रो फ्यामिलीमा है त। उतातिर बिरयानी पाक्दैछ। म चाहिँ अब बेबीलाई लुगा लगाएर रेडी हुनु पर्यो। यता मेरी ननंद है ये दोनों ननंद है। मेरे बेबी के बर्थडे में आए। हिंदी बोल दो थोड़ा। हेलो नमस्ते, कैसे हो आप बोल दो। इन दोनों लाज लगता है इन दोनों को। क्या बोलूँ आपके पास, दोनों उठ गया वहाँ पे। इधर देखो गाइस, मैं दिखाती हूँ जहाँ जा गए वहाँ पे। कितनी अच्छी अच्छी लड़की है, दोनों झोला लेके भाग गए। है त साथीहरू, हेर्नुहोस् यो कस्तो राम्रो डेकोरेसन गर्नुभएको छ है त। अब बेबीको र अनि मेरो लुक्स फाइनल लुक्स देखाउने छु। मेरो हस्बेन्ड आउनु भएको छैन। हेर्नु न कति गाह्रो बिचरालाई दुःख कति छ। आफ्नो बेटाको बर्थडेको दिन पनि अहिले 8 बज्न लागिसक्यो, आउनु भएको छैन। म चाहिँ अब बेबीलाई रेडी गर्छु है त साथीहरू। कामहरू चालु छ। अब हस्बेन्डले केक ल्याएर आएपछि केक कटिङ करेंगे और खाना खाएंगे हम। ओके साथीहरू, आमामा यस्तो राम्रो डेकोरेसन गर्नुहुन्छ मेरो नन्दले। के भन्ने अब हजुरहरूलाई। अब त्यहाँ बिचमा गएर राजा बस्छन्। साथीहरू, बेबी फाइनल लुक्स एकदमै राम्रो बनिसक्यो बेबी। यहाँनिर सबैजना रेडी भएर बसिसक्नु भएको छ। यिनीहरू दुईटालाई देखाउँछु। ये दोनों लड़की को दिखाती हूँ मैं, कितने अच्छी अच्छी लड़की है। वो देखो, कोई लाइन मारने वाला है तो मार दो बाबा। मस्ती करती हूँ। ओके, इधर देखो मेरी ननंद, सब लोग देखो। इधर मेरी छोरी है, लड़की बेटी। ये मेरा बेटा है। हाँ हाय हाय बर्थडे बॉय, हाय नमस्ते। हाँ अरे यो मम्मासँग युट्युबर बन्ने अब भोलि। हेर्नुहोस् कस्तो राम्रो छ। यता माइजू माइजू ब्याउली माइजू ब्याउली माइजू अस्ति पुर्याउन जानुभएको थियो नि मम्मी र हजुरआमा। हेर्नुहोस् हामीहरूको फाइनल लुक्स, मम्मीको र मेरो। हामी काला काला छौँ तर गोरा मान्छे हौँ, काला देखिरहेको छौँ अहिले। बेटी है ना मेरो फाइनल लुक साथीहरू। यो चेपमा लगाएको यहाँनिर है त सबैजना। कोसँग बोल्न लाग्नु भएको? मामा ओके। मामा डोगरे मामा अरे मलाई पिड्नु फर्कने किन हो? मामा डोगरे मेरो मामा हुनुहुन्छ उहाँ, ठुलो जेठा मामा। म भिडियो बनाउँदैछु यता। केक काट्नको लागि रेडी अंकल बुवा अनि मम्मी मामा। डीजे पनि बजाउनु पर्ने हो है त साथीहरू। र बडापा उहाँका लागि धेरै कुरा के हो, कता फलाल्ने हामीहरू सबैजना मामा नन्दा छोरी अनि आन्टी सबैजना बसेर यता मम्मी बुवा सबै अङ्कलहरू बसेर बर्थडे हुँदैछ होइन साथीहरू बेबीको। हामीहरूले फोटो खिचिसक्यौँ। अब केक कटिङ करेंगे।
है त साथीहरु बस्यो मान्छेले एकदमै अस्मरणीय पल हेर्नु साथीहरु अङ्कल बुवा दुई भाइ सबैजनाले टिका लगाएर सक्नुभयो अनि मेरो नन्द ठुलो नन्दको साथी नै हो चाहिँ अनि ऊ टिका लगाउँदैछ। त्यसपछि केक काट्ने हो साथीहरू। मम्मी बुवा अङ्कल बस्नु भएको छ, बिचमा बेबीलाई राखेर केक कट गर्ने भनेको छौँ। कस्तो हुन्छ बेबीले मान्छ मान्दैन, उसले चाहिँ टिका लगाएर आरती उतार्दैछ। अनि त्यसपछि यतातिर मेरो छोटी ननन्द अङ्कलको छोरीको सेल्फी, अनि यता ठुली नन्दको साथी मामा आन्टी नन्द हजुरआमा सबैजना बस्नु भएको छ यतातिर। अब चाहिँ बेबीको बर्थडेको केक काट्नको लागि रेडी भइरहेछन् सबैजना। हेरौँ बेबी कस्तो खुसी भइरहेछ एकदमै। हेर्नुहोस् बेबीको केक पनि काटे अनि अब यिनीहरू चाहिँ केक अरू खानको लागि बेबीलाई चाहिँ थोरै मात्रै चखाएको हो नि त, धेरै दिँदैनन् भनेर। अनि त्यसपछि अब चाहिँ हामीहरू डान्स गर्ने कार्यक्रममा छौँ। उनीहरू सबैजनाले केक काटेर सबैजनालाई बाँडिसकेका छन् है त साथीहरू। यतातिर सबैजना बसिराख्नु भएको छ। अब चाहिँ मलाई चाहिँ डान्स गर्न त आउँदैन, तैपनि ट्राई गर्ने भन्दैछौँ। उतातिर मम्मी बेबीलाई लिएर डान्स गर्दै हुनुहुन्छ। अन्यत्र केही पनि नसोच्नु होला हजुरहरूले, मलाई चाहिँ डान्स गर्न आउँदैन है त साथीहरू। त्यही भएर मैले चाहिँ पल्ला रे साइलीले म त ढले ढले भन्ने गीत लगाएकी थिएँ सङ, अनि त्यो सङमा डान्स गर्न लागेको थियौँ हामीहरू। तर यति राम्रो लागेन भनेर उतातिर बुवाको डान्स हेर्नु न साथीहरू कस्तो गरिराख्नु भएको छ। म ढले ढले भन्दा ढलिदिनु भएको छ बुवा पनि। अनि सबैजना डान्स गर्दै इन्टरटेनमेन्ट गर्दै इन्जोय गर्दै। बर्थडे बेबीको खासमा नोभेम्बर 29 तारिक मङ्सिर 14 गते हो, तर आज चाहिँ हामीहरूको त्यो बेला बर्थडे मनाउन सकेनौँ भनेर आज चाहिँ हामीहरूको सानो खुसी हजुरहरूको सामु लिएर आइसकेका छौँ। हजुरहरू सबैजनाले एकदमै हेरेर राम्रो मानेर इन्जोय गरेर हेरिदिनुहुन्छ भनेर आशा अपेक्षा राख्दै सबैजनाले साथ सपोर्ट दिनुहोला। मेरो युट्युब च्यानल अमृता ढकाल युट्युब च्यानललाई पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नुहोला। युट्युब च्यानलमा गएर पनि भिडियोहरू हेरिदिनु होला है त साथीहरू। यतातिर हामीहरू उफ्रिरहेछौँ, डान्स मलाई आउँदैन, म चाहिँ अब अर्को गीत चेन्ज गर्नु पर्यो भनेर अर्को गीत चेन्ज गर्न जाँदैछौँ। अर्ली कारैले लगाएको थिएँ, यो पनि यति राम्रो भएन भनेर है त। यस्तै छ आजको दिन। हल्का म कस्तो उफ्रिरहेको छु हेर्नु न, मलाई यति धेरै मनपर्छ। अब के भन्ने डान्स सिक्ने भनेकी थिएँ, सबै कुराहरू सिक्ने भन्दै थिएँ, तर मलाई मेरो जिन्दगीले कहाँदेखि कहाँसम्म ल्याएर छाडिदियो अहिले यहाँसम्म। अहिले मेरो जीवन रङ्गीन छ एकदम। सुनमा सुगन्ध फुलमा भमरा डुले जस्तै भन्छ नि, त्यस्तै भइरहेछ। एकदमै राम्रो भइरहेछ मेरो जीवन। मेरो बाबु 4 वर्षपछि जन्म भएको छ। यति धेरै दुःख कष्ट र सङ्घर्ष धेरै कठिनाइपछि उसको जन्म भयो। दुई पटक IVF फेल भएर यो चाहिँ तेस्रो टाइम अब भगवानको साथमा छोडिदिउँ भन्दाखेरि बेबी यो रिजल्ट पोजिटिभ आएको थियो। यसको यो पटकको रिजल्ट पोजिटिभ आउँदा मैले उतिखेर नै सोचेकी थिएँ कि अब मैले दुनियाँ जितेँ सकेँ, आमा मैले पनि संसार जितेँ जस्तो लागेको थियो। तर त्यहाँ बिचमा पनि धेरै कठिनाइ बाधा अर्चनहरू आए, बिचबिचमा समस्याहरू आइलाग्यो। जसले समस्या भोगेको हुन्छ उसलाई नै थाहा हुन्छ। त्यो साथीहरू यहाँनिर मसँग बेबी साथमा छ, म चाहिँ एक्लै कतिखेर पनि बोल्न पाउँदैन। त्यही भएर त्यस्तै छ, धेरै कठिनाइपछि हामीहरू घरमा खुसी र शान्ति आएको थियो। त्यही भएर उहाँ मेरो अङ्कल बुवा नन्द हुनुहुन्छ उहाँ, किनकि मेरो अङ्कल बिरामी हुनुहुन्छ, दुइटै किडनी फेल छन् अनि मुटुमा पनि समस्या छ साथीहरू। त्यही भएर एकदमै हेर्नु न कस्तो मान्छे कस्तो भयो, एकदमै धेरै कठिनाइपछि उहाँ। तर म आफूलाई सम्हाल्दै खुसी हुँदै सबै कठिनाइ र चुनौतीसँग लड्दै हुनुहुन्छ। मैले पनि मेरो जिन्दगीमा यसरी नै लड्दै आएकी थिएँ, लड्दै उठ्दै आएकी थिएँ। तर मलाई
पनि म तर यो मृत्यु र उसको चरणमा थिएन। उहाँ चाहिँ त्यस्तै हुनुहुन्छ। अङ्कललाई सबैजनाले शीघ्र स्वास्थ्य लाभको कामना भनिदिनु होला है त। उहाँलाई, मेरो अङ्कललाई। अनि बुवा, अङ्कल नाच्दै हुनुहुन्छ, दुई भाइ। बुवा काइलो हुनुहुन्छ, अङ्कल चाहिँ कान्छो हुनुहुन्छ। अनि उता मेरो हस्बेन्ड, अनि बाबु, नन्द सबैजना डान्स गर्दैछन्। उतातिर मेरो ठुलो नन्दको साथी नि हो ऊ चाहिँ हर्षदा। अनि उनलाई पनि बोलाउँदैछु म चाहिँ। उनी नाच्न चाहँदैन, म बुझ्दैन के नाचौँ के डान्स गरौँ भन्दैछ। मैले तै पनि ल्याएर यता हल्लाउन खोजेँ। मेरो हस्बेन्ड र ऊ पनि नाचिरहेछन्, बेबी है त। साथीहरू यस्तै छ। अब बर्थडे हामीलाई जुको लागेको हुनाले बर्थडे मनाउन पाइएन। बर्थडेको दिन धेरै खुसीहरू हुन्थ्यौँ। त्यो दिन बर्थडे भइदिएको भए तैपनि हामीले आफूले आफूलाई र बेबीको मेमोरीको लागि भए पनि यतिको थोरै सानो खुसी हजुरहरूको सामु ल्याएका छौँ। सबैजनाले हेरेर प्रतिक्रिया दिनुहोला, सबैजनाले साथ सपोर्ट दिनुहोला है त। म पनि अब सोचे जस्तो भएन, हरेक चुनौतीसँग लड्दै आज यहाँसम्म आइपुगेँ। अब केही छैन भन्दा एकै यस्तो समस्या छ, मेरो स्वास्थ्यले मलाई कहिले पनि साथ दिँदैन। मेरो स्वास्थ्यको कारणले मैले धेरै दुःख भोगेकी छु। जिन्दगी जसले दुःख भोगेको छ उसलाई नै थाहा हुन्छ भन्दै अब धेरै कुराकानी के गर्ने त साथीहरू। यता अब हामीहरू डान्स गर्दैछौँ, दुईवटा नन्द भाउजू मिलेर। मेरो कान्छो अङ्कलको छोरी कान्छी नन्द डान्स गर्दैछु। मलाई चाहिँ डान्स आउँदैन, तैपनि म उफ्रिरहेछु। नाच्न नजान्ने आँगन टेढो नभनिदिनु होला है त। यतातिर मेरो हस्बेन्डलाई म हेरिरहँ चाहिँ लाइरहने बुट्टे रुमाल भन्ने सङमा मैले चाहिँ मा हस्बेन्डलाई हेरिरहँ जस्तो लागिरहन्छ भन्दै उहाँको नजिक गएँ म। उहाँ चाहिँ उता गइहाल्नुभयो। एकदमै लाज मान्नुहुन्छ मेरो हस्बेन्डले चाहिँ। तैपनि क्यामेरामा कहिले देखिनु हुँदैन, आज चाहिँ देखिनु भएको। म चाहिँ केही मान्दैन नि त, त्यही भएर। ऊ मेरो छोरी, ठुलो बुवाको, जेठो ससुरा बुवाको नातिनी। अनि हाम्रो बुवाको 5 भाइ हो नि त, त्यही भएर हामीहरू चाहिँ कान्छो र काइलो यता छौँ, अरू नेपालमै हुनुहुन्छ। थोरै सानोतिनो खुसी साटेका छौँ, डान्स गर्दैछौँ। अब चाहिँ थोरै पछि खाना खाने तयारी हुँदैछ। मम्मीले सबै खानाहरू पकाएर राख्नु भएको छ। उतातिर माइजू बस्नु भएको छ। एकदमै धेरै राम्रो डेकोरेसन गर्नुहुन्छ मेरो ठुलो नन्दले, एकदम राम्रो गर्नुहुन्छ। हेर्नु न कति राम्रो डेकोरेसन गर्नुभएको छ साथीहरू। हजुर, आशा छ सबैजनाले मन पराइदिनुहुन्छ भन्दै यतातिर हामीहरू उफ्रिँदै डान्स गर्दै छौँ। मम्मीले अब खाना खानु पर्यो, खाना खाने तयारी गरौँ भन्दै हुनुहुन्छ। अनि हट भएर पट भएर भन्ने गीतमा लगाएको छौँ अहिले डान्स चाहिँ। यस्तै हो, बुट्टे रुमालको सङ के मलाई यति धेरै, म त उफ्रिने मात्रै हो। म त हाँसो मजाक मस्ती कमेडी गर्नमा एकदमै रुचाउने मान्छे। डान्स मनपर्छ, गीतहरू मनपर्छ, नेपाली आहा भने पनि कस्तो लाग्छ साथीहरू। तर परदेशमा त्यति खुसी भइँदै रहेनछ खासमा, सोचे जस्तो हुने रहेनछ खासमा, कस्तो के हुने रहेछ। तैपनि हामीले आफूले आफूलाई खुसी राख्न खोज्छौँ। यस्तै छ परदेशी जीवन। आफ्नो गाउँठाउँमा भइदिएको भए बाहिर पनि डिजे लगाएर नाच्न गाउन सकिन्थ्यो होला। तर यहाँनिर ठुलो साउन्डले गीत लगाएर डिजीमा बजाए पनि कम्प्लेन गर्छन्। हामीहरू चाहिँ अर्काको घरमा बसेको छ नि त, मालक मालकिनीहरू हामीलाई फेरि निकालिदिन्छन्। सोचे जस्तो छैन यो जिन्दगीमा, त्यही भएर भित्रै रुममा सानो साउन्डमा गीतहरू लगाएर डान्स गर्दैछौँ, रमाइलो गर्दैछौँ, फ्यामिली इन्जोय गर्दैछौँ हामीहरू। आन्टी चाहिँ फटकालाई के अरे बेलुनलाई माथि निकाल्दै हुनुहुन्छ। मम्मी चाहिँ खानाको तयारी, सबैजनालाई खाना खुवाउनु पर्यो भनेर जाँदै हुनुहुन्छ। मलाई पनि हस्बेन्ड खाना खान बस भन्नुहुन्थ्यो। म चाहिँ मेरो बेबीलाई पनि मैले डान्स उभिएर डान्स गरेर उसलाई बोकेर नचाहेको एकदमै मनपर्छ। त्यही भएर म बेबीलाई लिएर नचाउँदैछु, होइन बेबी। त्यही भएर बेबी अहिले पनि मसँगै साथमा छ। एकदमै खुसी हुन्छ मेरो बेबी हेर। मम्मी खाना खाने खुवाउने सबैजनालाई तर्खर गर्दै हुनुहुन्छ, म चाहिँ यता डान्स गर्दैछौँ। यस्तै छ हामीहरूको चलिरहेछ। सबैजनाले मेरो बच्चालाई पनि आशीर्वाद दिनुहोला है त। अनि यो इन्फर्टिलिटी छ नि, सबैको जबबाट नेचुरल्ली बेबी जन्मिँदैन नि, ऊ मान्छेलाई एकदमै पीडा हुन्छ। कसैले पनि कसैलाई नराम्रो वचन बोली नगर्नु होला साथीहरू, एकदमै चित्त दुख्छ है त।
त्यो भोगाइबाट म पनि आएकी हुँ। अहिले मेरो साथमा मेरो बाबु छ, त्यही भएर मलाई यो जति म दिनमा एकपटक इमोसन भइरहन्छु, किनकि यसलाई देख्दाखेरि। तैपनि यस्तै हो है त। यतातिर सबैको खाना चलिरहेछ, हामीहरू खाना खाँदैछौँ। सबैजनाले हेरेर प्रतिक्रिया दिनुहुन्छ, सबैजनाले मन पराइदिनुहुन्छ भन्ने आशा गर्दै अहिलेलाई यति नै साथीहरू है त। यहाँनिर यति नै भनौँ। अब उतातिर फुगासुगा सबै निक्लिसकेको छ, खाना खाने तयारी हुँदैछ। यहाँ अरू खाना खाँदैछन्, म पनि अब खाना खानु पऱ्यो। लुगाहरू सबै चेन्ज गरेर ऊ मेरो बाबु छोरी अनि नन्दहरू सबै त्यहाँनिर छन्। बाहिरतिर मम्मी बुवा बस्नु भएको छ। अहिलेलाई यति नै है त साथीहरू। अब खाना पकाउनु पऱ्यो। यतातिर यहाँनिर खाँदै हुनुहुन्छ। मम्मी बुवा अहिले बजार जानुभएको छ। आज चाहिँ मैले भिडियो बनाउनु पाएन, हिजोको भिडियोलाई कन्टिन्यू गरेको छु। सबैजनाले मन पराइदिनुहुन्छ भन्ने आशा अपेक्षा राख्दै अहिलेलाई यति नै। मेरो युट्युब च्यानल अमृता ढकाल युट्युब च्यानलमा गएर सब्सक्राइब गरेर मसँगै जोडिरहनु होला भन्दै हार्दिक के व्यक्त गर्दैछौँ। अहिलेलाई यति नै ल साथीहरू।